ए भाउजू म गर्छु दिनु, म भात सब्जी गर्छु, तपाईँ अरू थोकै गर्नु न ल। नानी सानी हेरिदिनु, ती खेलिरहेकी छ नानी पनि, म यति गरिहाल्छु नि है। हुन्छ त बहिनी, आफ्नै घर अब पकाउनु होइन। सामानहरू पनि कहाँ के छ हौ, पकाउँछु त भने कहाँ के छ, के बनाउने हो, फटाफट बनाइहाल्छु। नानी रुन्ची फेरि सुताउनु पर्यो, भोक लागिसक्ला नानीलाई पनि। हे रोटी रहेछ, रोटी र आलुको सब्जी बनाउनु पर्यो। पहिला चाहिँ आलु उसिन्नु बसाइदिइहाल्छु, अनि फटाफट रोटी घुम्छु। उफ कति तातो हौ, अथा झन्नै हातै चलो। उफ बल्ल बसाएँ। अब साफसफाइ पनि गर्नु पर्यो। यो आँटा यत्तिकै रहेछ यिनीहरू, अनि कति लेतेरा भएको के छ्या। रोटी पनि पाएको, पहिला चाहिँ भाउजू दादाहरूलाई दिनु पर्यो, नानीलाई दिनु पर्यो, अनि म खानु पर्यो। सब्जी पनि के कस्तो भयो, जेम पो रहेछ है, नानीले खान्थे नि, राम्ररी खान्छ, दिनु पर्यो अलिकति। बहिनी के गर्नुभएको हजुर? यो जेम हो, अलिकति नानीलाई दिउँ भनेर नि। यो त छोराको, अनि फेरि बेसी नखानु नि, अलिकति खाएर राखिदिनु, फेरि सक्यो भने कसले ल्याइदिन्छ। हुन्छ भाउजू। होइन एउटा मलाई जेम खाँदा पनि कति साह्रो भन्नुहुन्छ नि हाम्रो भाउजूले, जहिले पनि केही न केही भन्नुहुन्छ। त्यस्ताकोमा बस्नुभन्दा बरु घरै जानु चाहन्थे। आमा बाउ हुन्जेल मात्रै माइत हुँदो रहेछ। म त जान्छु यहाँ।